हाई गाइज वेलकम टु माई न्यू एनदर ब्लग है। म चाहिँ आज दाङ आएको 18-19 दिनपछि चाहिँ यहाँनिर मगरको नाचो भइरहेको रहेछ। तपाईँहरूलाई देखाउँछ है त, हेर्नु होला। धेरै बोल्दिनँ, बढी देखाइदिन्छ है। बोल्न अलि मलाई तागत छैन। यसमा हाँसमा नानी। अनि मगरहरूको नाचो कस्तो हुँदैछ त्यहाँ माथि खतरा पाराले नाचो भइरहेछ है। के नाच रे? भुमे नाच्ने? भुमे नाच। मगरहरू आफ्नो ड्रेस लाएर नाच्ने नाच हो है साथीहरू। हेर्नु होला, जोडिरहनु होला है त। अब म जान्छु त्यहाँ थलोमा। नानी छोड त एकचोटि हात छोड्यो। ल साथीहरू हेर्नु होला, दाङमा मगर सङ्घहरूको भुमे नाच। यो चाहिँ असारको 1 गतेदेखिबाट कति 5-6 गतेसम्म नाच्छन् क्या हो है। अहिले यता नाच्छन् अनि अहिले भोलि पर्सि उता नाच्छन्। तल पनि नाचिरहेछन्। एकछिन नाचेको हेरेर अनि त्यहाँ जाम्ला नि। म जान्छु मासतिर, म एक्लै उभिन्न। मलाई एक त चक्कर लागिरहेछ यो। तिमीहरूले जाम भनेर मात्रै हो। एक ठाउँमा राख न, तिम्रो भारीलाई कहाँ राख्छौ? तिम्रो त्यो भारीलाई एकछिन यहाँ डिलतिर राख न। काम छ के साथीहरू? भुमे नाच मगर त्यो भुइँमा राख कि तिम्रो भारी कहाँ बोके गर्ने होला र। धेरै होइन, 10-20 मिनटको त हुनु पऱ्यो नि ब्लग भनेपछि। यो भरिएको छैन नि, यो भरिन्छ त हामी माथि गएर आइहाल्छौँ कि हो। एकछिन बनाऊँ, 2-4 मिनट अनि फेरि आएर बनाउँला नि त। हेर्नु है साथीहरू, हो टन्नै हुने रहेछ नि त मान्छेहरू त। यता चाहिँ के हो, स्टल राखेका? भाडा तिर्नुपर्छ कि नै त्यो स्टल? हात नछोड है, अहिले हराउँछस्। यहाँ समय राख। अहिले ठुलो पनि पापा किनिदिन्छु ल, यहाँ बसिरहेछ। तिमी पनि मगर ड्रेस लाएर नाच्नु पर्थ्यो त बरु। नाच्यौ? लगाएर मात्र दामी नाच्दा रहेछन् है पहिलाको भन्दा त। अन्त युवाहरू पनि धेरै रहेछ त। पहिला यति धेरै थिएन नि है पोहोर त नि। यो त मान्छे अहिले कम छ न। यहाँ एकछिन अड्डिएछ है, यहाँसम्म त यहाँ अझ धेरै बसको पनि तल पनि बेस्तारी भिड मम्लासम्म ल एकछिन। अनि माथि पिपल बुटा पनि नाच्नु। पिपल बुटा कहाँ? उता पर। मलाई यो भाइले नाचेको खुब मन पर्यो। यो छ नि, यो ड्रेसहरू पनि कस्तो दामी रहेछ यिनीहरूको चाहिँ। मान्छे अझै धेरै हुन्छ होला क्या। हेर्नु होला, ठिक टाइममा दाङ आइपुगेछु। नत्र नाच हेर्न नपाउने रहेछ। कहिलेसम्म नाच्छन् हो? 1-2 दिन पछि आयो भने नाच हेर्नु नपाइने रहेछ है। राम्री नानीहरू बसेको रे साथीहरू। आँखा लाउने भए लगाइहाल्नु। राम्री नानीहरू, अनि क्युट नानीहरू रहेछन्। 1-2 दिन थप गर्छन् कि कहिलेकाहीँ। यो नाचेपछि खासमा के को विशेषता हो मगरहरूको? यो नाच्यो भने पानी आउने, जमिन पूजा गर्छन् कि यिनीहरूले। जमिन पूजा गर्छन् अनि यसरी नाच्छन् अनि के गर्छन् अनि पानी बोलाउँछन् कि। टाउकुन कस्तो राखेर जान्थ्नु साथीहरू? हो त रहेछ। यहीँबाट गयो देखेन? यहीँबाट गएको मैले हो कि नै भने भिडियोमा देखेँ। मैले ठ्याक्कै यहाँ मोबाइलमा देखेँ, फेसमा देखेन। मोबाइलमा यस्तो
पो देखेँ क्या त्यही भएर यिनीहरू केटीहरू अहिले अड्डेहान भयो यिनीहरू पनि नाच्छन् को पछाडि केटीको बगल लाइन छ त केटीको फेरि छुट्टै हो नाच्ने यिनीहरू पनि नाच्छन् के अगाडि केटाहरू नाच्छन् नि सँगसँगै नाच्ने होइन र छुट्टै छुट्टै नाच्ने हो र अनि यही लाइनमा तिनीहरू अगाडि यिनीहरू पछाडि यही लाइन हो न त अघि यिनीहरू पनि नाच्छन् के अलिअलि नाच्छन् केटाहरू त्यति त नाच्छन् तिमीले त्यो भारी कहाँ लड छोडेर आउने हो एउटामा त्यो मोटी अर्थको त्यो डेब्लीमा यो के औषधि हो छोडेर आएर बनाउने हो त भिडियो त्यसो भए त्यो साथी पनि आइदियो त त्यो साथी पनि आइदियो त गइहाल्छ म बडी बगालसँग बस्दैन तिमी होइन फेरि हामीलाई हामी यहाँ छौँ कसलाई बोलाएको फोन मेसिन दिदी फोनमा व्यस्त हामी यहाँ छौँ हामीलाई बाल नदिने कति नाच जाने नाच तयार भइरहेको छ साथीहरू को हुनुहुन्छ मगरहरू हेर्नुलाई तपाईँहरूकोतिर यस्तो नाच्छन् कि नै हाम्रोतिर चाहिँ यस्तो नाच्दा रहेछन् म पनि खासै थाहा पाएको थिएन है मैले यो नाच पोहोर देखेँ यो देखेन हौ औषधि माथि रन्जिताईको दिप नाच्नु जाऊँ क्या भिडियो बनाउनु अब हामी यो छोडेर आउँछ मैले नाचौली त्यसको है ल हिँड बनाउँछु म कन्टिन्यू भिडियोलाई मेरो साथीले यो बोरा बोकेर हिँडेछ साथीहरू माथि छोड्नु जाने अर्कोले उता यो बोरा छोडेर आएर म तपाईँहरूलाई देखाउँछु है नाचो कस्तो राम्रो स्टलहरू राखेको रहेछ बोरा छोडेर ए यो खेल्ने पनि बनाएको रहेछ त अनि पैसा लाग्छ होला नि यसको त 50 रुपियाँ लाग्छ अस्ति हाम्रो नानी खेलेर त्यत्रमा नछन् नि तिनीहरूले लडाएर यहाँ घुँडा टेक्दिएर कस्तो गरायो कहाँ हुन्छ त अनि त्यस्तो यत्रो यत्रो ठुल्ठुलो खेल्नु कति मिनटसम्म खेल्न पाउँछ नि यस्तो भइरहेछ मेरो साथीलाई म बोरा छोड्नलाई टेकाटेक पऱ्यो अरे मान्छेभन्दा ठुलो बोरो बोकेर हिँडेछ साथीहरू यो बोरो यहाँ छोडेर म नाच्नु जाने अरे म त नाच्दिनँ अब 1 वर्षको लागि मेरो त गयो मेरो साथी नाच्ने हुने बोरो छोडेर गएर बड्डीलाई जोस आउँछ क्या टाउको माथि चस्मा लाएर हो जहिले तेरिका तिमीले त्यो खुकुरी देखायौ मैलाई डर लाग्यो कान्छ काट्ने वाला खुकुरी हो कि देखाउने कस्तो चलक्क टल्किया छ हौ खुकुरी पनि डरै लाग्दो ड्युटी जाने आउने गर्ने बेला देख्नु भएन र पहिला ड्युटी आउँदाखेरि त देख्नु पर्ने त यत्रो डाँडा छ यत्रो डाँडाभरि मान्छे हुने भने त झन् धेरै हुन्छन् होला नि मान्छे नै छैनन् क्या डाँडा खै मैले पहिला याद नगरे हो कि के हो कि म अलि धेरै बेसुरा भइसकेको छु हो सरायो अब फेरि हामी त्यही नाच भएको ठाउँमा जाँदैछौँ अब रिताले पनि नाच्छिन् अहिले नाचे रिता तिम्रो बड्डालाई पनि यो भ्लग पठाइदिन्छु मैले हेर्नुहुन्छ नाचेको दामी मान्छे रहेछ मेरो भिडियो हेर्ने मान्छेहरू मक्क पर्ला नै केटीहरू once again welcome back to my channel साथीहरू अब अघिकै भ्लगमा फेरि फर्केर आएन हामी चाहिँ भिडियो छोटो भयो भन्नुहुन्छ तपाईँहरू म आज चाहिँ यस्तो लामो भिडियो बनाइदिन्छु कि पुरै हेर्दा हेर्दा नभाग्नुलाई साथीहरू बिचबाट अब रितालाई नचाउने हो चट्ट पारेर है अनि रिता नाच्छिन् वेलकम ब्याक माई युट्युब च्यानल साथीहरू अघि केमा जोडिरहेको छ यो चाहिँ हेर्नुहोस् न
छ त केटाको कपाल त के चान्दिने कपाल हो र भर्खरको हेर्नु त छोरी जस्तो केटीहरूले यो टाउकोमा लगाएको चाहिँ के हो सुन हो सुन त के होला यहाँ नुन खाने पैसा नभएर यत्रो यत्रो सुन लाएर आउँछ केटीहरू डाँडाभरि हेर्ने मान्छे दर्शक बेनहरू हेर्ने कति छन् केटीहरूले पनि नाचेको छ हेर्नु र त्यो अर्को त चिन्ने हाइ किन चन्द्रमा र अर्को यस्तो लगाउने फरक छ त चन्द्रमा त सुनै हो यतातिरको चाहिँ नुन होला सुन चाहिँ सानो साथीहरू नुन चाहिँ ठुल्ठुलो रहेछ है मेरो च्यानलमा कति धेरै आउनुहुन्छ मोर साथीहरूले यस्तो ड्रेस लगाएर नाच्नुहुन्छ कि नै हेर्नुलाई हाम्रो यतातिरको पश्चिमको दाङ घोराईको भूमे नाच यिनीहरू पूर्वेली हुनुहुन त उतै रुकुम रोल्पाको पूर्वेली खास यिनीहरू सबै रोल्पाली हो यिनीहरू सबै काम गर्छ काम गर्नेवाला हुन् सबै काम भाषा बोल्ने अरू पनि होला नि त डर गर्ने नाच्ने तर यिनीहरू पूजा गर्ने विशेष गरी कार्यक्रम गर्ने यिनीहरू खाने तर यहाँ आएर बसोबास गरे आफ्नो रीतिरिवाज नछोडे पूर्वतिरको नाच्ने रहर भएपछि त ड्रेस पनि नचाहिने रहेछ त्यतिकै त नाचिरह नि त यो भाइ त्यसै नाचिरह त होइन कसैलाई यहाँ फोनमा आएर भइरहन्छ फोन गर्ने फुर्सद छैन केटीहरूले नाच्यो भने घुमाएको त हेरौँला भने नाच्दैन जस्तो छ मैले रिटायर भए आर्मी त आज के जाँड लागेको छ हाम्रो छिमेकी दाइलाई हिजो पनि नाच्थे ल ल ल भिन्दै जोस छ फेरि त्यहाँ कति जोस जाँगर आयो परे हेर्नु है हाम्रो छिमेकी दाइको नाच अब के खुबिट नचाउँला हाम्रो छिमेकी दाइले कुकुरी खनाउँदै हुनुहुन्छ है साथीहरू ल जा खुट्टामा बजाएको के हो त छ्यानलाई त्यो तपाईँहरूतिर मयूर नाच्छ नि नाच्दैन पूर्वतिर त्यस्तो केही नाच्दैनन् मयूर नाच्छन् हाम्रो गाउँतिर त्यो मयूरको पको ऊ भएकोवाला त्यो फेलेक पारेर नि हो त्यो मयूर नाच्नेले पनि लगाउँछन् कि यसरी पारी भित्तामा नि मान्छे किरा सर्ने बसेको छन् पछ्याउनु त हौ मान्छे अब आउँदैछन् मान्छे अब अलि शीतल फर्किन्छ नि अनि त्यहाँबाट अलि नाच्नेलाई पनि रमाइलो हुन्छ क्या होइन पारी भित्तामा मान्छे ओहो परे बल्ल अब केटीको नाचो सुरु हुनुला है साथीहरू हेर्नु है राम्रो केटीहरूको नाच हेर्नु साथीहरू अब यो भ्लग चाहिँ आज यही पुरै नाचो कि नै हुने भयो होइन मैले यसलाई चाहिँ कतै पनि जोड्दिनँ है छिमेकी दिदीहरूको नाचो स्टार्ट हुँदैछ अब यहाँ हाम्रा ब्युटिफुल दिदीहरू नाच्न रेडी भएर बसेका छन् भोलिपर्सि भ्लगमा देखाउँदाखेरि खुसी हुन्छ नानी ए हामी पनि थियौँ मैले पनि लिएर आएको छु लुङ्गी किनेर पोखराबाट अस्ति यस्तो दामी लुङ्गी लिएर आएको छु ऊ
उत्यो छ नि येल्लो कलरको त्यस्तैमा छ सिलाएको छैन क्या फेरि मलाई लगाउनु पनि आउँदैन के गर्नु त्यो लुङ्गी ल्याएर पनि कस्तो भरिए छ त है अब छोरी मान्छेको नाचो स्टार्ट हुन्छ है साथीहरू नानी नाच छोरी मान्छेको नाच पनि स्टार्ट भइसक्यो साथीहरू लेडिज बगा लग्यो म 2-4 दिन छिटो आएर देख्नु पाएँ यो नाच हो हाम्रो छिमेकी दिदीहरू यहाँनिर हुनुहुँदैछ है तिम्रो सासू बगाल चाउमिन खाना भनेर गएको दिदीको होटलमा दिदी यहाँ नाच्न रहेछन् हो नाच नाच बा नाच नाच के हेर्छन् र तिम्रो सासूले फेरि आँखा तन्काइ लुचे है मेरो कपाल डल्लीले टिकटकमा हाल्न पर्यो होला के बड्डीलाई टिकटकमा हाल्नको लागि मान्छेले बोलाउँदैछन् साथीहरू म टिकटकमा हाल्दिनँ नि त म त युट्युबमा मात्रै हो अहिले यसलाई काटेर टुक्रा टाक्री बनाउनु पर्छ कति जाउँ हाम्रो पल्लाघाटकी नानीलाई पनि नाच्न मन लाग्यो उनीहरू ला 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 वाला पोजमा गएर बसेछ रितालाई क्यामराम्यान बनाए साथीहरू हाम्रो रिता क्यामराम्यान भएर बसेछ सासू नाच्ने बुहारी भिडियो बनाउने यो सासू नाच्ने बुहारी यो भिडियो बनाउने यस्तो छ उहिले बुहारी नाच्ने हुन्थ्यो क्या र अब सासू नाच्ने बुहारी भिडियो बनाउने देखिहाल्नुभयो पश्चिमको नाच हो मगरहरूको यो चाहिँ पानी पार्नको लागि नाचिने विशेषता रहेछ है मलाई पनि थाहा छैन तर बुहारीहरूको यो खुकुरी घुमाउने स्टाइल चाहिँ साह्रो मन पर्यो साथीहरू चलाएर एकै साथमा क्या
रिटालाई कहाँ पठाए क्यामराम्यान बनाएर भिडियो बनाइरहेछ पिच्चा अट्टेर राम्रो केटीहरू छ यहाँ केटाहरूको आफ्नै चलिरहेछ फेरि क्यामराम्यान बनाएर उता लग्यो के कन्टेन्ट बनाऊ भइरहेको थियो मलाई साथीहरू राम्रो कन्टेन्ट बन्यो मगर जातिहरूको नाच है राम्रो लाग्यो मलाई पनि सेम ड्रेस लगाएर होइन एकसाथमा एउटै तालमा नाच्नु पनि त एउटा कला नै हो अब रातै पर्न लागिसक्यो होइन नाच्नु अब यो नाच्नु रातो नै चल्ला साथीहरू मान्छे थोरै अब तलको हाल कि तलकोमा नाच्छ हेर्नुलाई सबै यही छ त कोही गर्छ छैन के कति बाक्लो देखियो नि फर्केर बल्ल चम्किला छ नाचो पश्चिमको मगर सङ्घको नाच साथीहरू तपाईँहरूकोतिर नाच्छन् कि नै दाङको नाच हो ए कपाल तानी
नि मेरो यसले बल्ल कति राम्रो देखियो है बाक्लै भएर त्यो डाँडा डाँडामा बस्ने मान्छे नि यति नै छन् चार लाइन छन् साथीहरू छोरी मान्छेहरूले छोरा मान्छेहरूलाई पुरै घेरेको छ मजाले बसेर भिडियो बनाएको छु बिहा पनि छैन पारिवारिक बित्तामा मान्छे हेर्नु साथी हेर्नेहरू कति छन् अलिकति डकुमेन्टहरू बनाउनु छ है यत्रो दिन बिदा बसेको भएर चाहिँ घरतिर लाग्छु होला कस्तो लाग्यो तपाईँहरूलाई यो मगर सङ्क्रान्ति नाच्छु है भिडियो पुरा हेर्नु होला प्रतिक्रिया दिन नबिर्सिनु होला भन्न चाहन्छु है चाहिँ 7-8 दिनसम्म नाच्छन् होला सेमै नाच हुन्छ सेमै भ्लग खेलेर आउनु है छोरा मान्छेहरू उतै मात्रै भयो यता छोरा मान्छेहरू पातलो छन् यो बिचमा बस्ने हिरोहरू चाहिँ को रहेछ